क्रियापदलाई हामीले वर्गीकरण गर्ने नियम पढिसकेका छौँ र आजको शीर्षक रहेको छ संरचनाका आधारमा क्रियापदलाई कसरी छुट्याउने त भन्दा संरचनाका आधारमा सरल र जटिल गरी दुई प्रकारका हुन्छन्। के हुन्छन्? सरल र जटिल गरेर दुई प्रकारका हुन्छन्। सरल क्रिया एउटा मात्र धातुबाट बनेका, तपाईले यति मात्र ख्याल गर्नुहोस्, एउटा मात्र धातुबाट बनेका क्रियापदहरूलाई सरल क्रियापद भनिन्छ भन्ने कुरालाई ख्याल गर्ने। एउटा मात्र धातुबाट बनेका, यसमा विशेष गरी सामान्यभूत, यहाँ हेर्नुहोस् है, सामान्यभूत, इच्छार्थक र आज्ञार्थक बुझाउने क्रियापदहरू यसमा पर्दछन्। तपाईहरुले तीनटा कुरा ख्याल गर्नु पर्यो। सामान्यभूत, इच्छार्थक र आज्ञार्थक बुझाउने क्रियापदहरू यसमा पर्दछन्। जस्तै धातु, प्रत्यय, सरल क्रिया यहाँनिर दिएको छ, हेर्नुहोस् त। हु प्लस यो मिलेर के भयो? भयो। हिड प्लस यो मिलेर हिड्यो। जा प्लस यो मिलेर गयो। तपाईहरुलाई परीक्षामा प्रायः झुक्याउने यो दिन सक्छ, जा धातु राख्छ, हु धातु राखेर यस्ता क्वेशनहरू तपाईहरुलाई परीक्षामा सोध्छ। विशेष गरी कालमा भूतकाल, अभूत र अभूत गरी काल दुई प्रकारका हुन्छन्। भूतभित्र भूतकाल भइहाल्यो, भूतकालका पाँच र पक्षहरू हुन्छन्। अभूतभित्र चाहिँ के हुन्छ? वर्तमान र भविष्यकाल हुन्छन्। त्यसमध्येमा तपाईहरुलाई यहाँबाट यस्तो खालको क्वेशन चाहिँ हु धातु राखेर दिन्छ, जा धातु राखेर परीक्षामा दिन्छ। म पछि त्यसको उदाहरणहरू सिकाउने नै छु। र यस्ता धातुहरू चाहिँ भयो, हिँड्यो, गयो, खायो, बस्यो, यस्ता चाहिँ के हुन्छ भन्दा सरल धातुबाट अर्थात् सरल क्रिया अन्तर्गत पर्छन्। एउटा मात्र धातु हो। यो हु भनेको धातु हो कि होइन? हिँड भनेको धातु हो कि होइन? जा भनेको धातु हो। यी यस्ता धातुहरूबाट, एउटा मात्र धातुबाट बनेका शब्दहरू अथवा बनेका चाहिँ के हुन्छन् भन्दा सरल क्रिया अन्तर्गत पर्छन् भन्ने कुरालाई ख्याल गर्नुहोस्। अर्को हो दुईमा जटिल क्रियापद। दुईभन्दा बढी धातुबाट बनेका क्रियापदहरूलाई संयुक्त वा जटिल क्रियापद भनिन्छ। हेर्नुहोस् है, जटिल क्रियापद भनेको के हुन्छ? दुईभन्दा बढी धातुबाट बनेका क्रियापदहरूलाई संयुक्त वा जटिल क्रियापद भनिन्छ। जस्तै दुईवटा धातु, लेख प्लस सब छ, यहाँ त लेख प्लस सब दुईवटा धातु छ यसमा। हिँड प्लस सब छैन यसमा, यसमा पढ प्लस सब दुईवटा धातुको यहाँ के छ त भन्दा संयोजन भएको छैन। दुईवटा धातु ख्याल गर्ने है, एकदम राम्रोसँग ख्याल गर्ने। दुई वा दुईभन्दा बढी धातुबाट मिलेर बनेका क्रियापदलाई संयुक्त वा जटिल क्रियापद भनिन्छ। जस्तै क्रियामा लेख प्लस सबबाट लेखिसक्नु क्रिया बन्यो, हिँडिसक्नु, पढिसक्नु, पढ सब पढिसक्नु, हिँडिसक हिँडिसक्नु, लेख सब लेखिसक्नु, नाच प्लस सक्नु के हुन्छ? हुन्छ र त्यसको हो। त्यस्तो हामीले चाहिँ खोज्नु पर्यो है। नाचिसक्नु चाहिँ हुन्छ होला होइन? हो, यस्ता चाहिँ धेरै जति पनि हामीले खोज्न सक्छौँ हो। अनि यसबाट जटिल क्रिया चाहिँ के बनेको भन्दा लेखिसकेछ, हिँडिसकेछ, पढिसकेछ भनेर यसरी हामीले बनाउन सक्छौँ। हिँडिसकेछ, लेखिसकेछ, पढिसकेछ, खेलिसकेछ। खेल प्लस सब धातु राखेर बनाउन सक्थ्यो। के बनाउन सक्थ्यो? खेल प्लस सब धातु राखेर बनाउँदाखेरि के हो? खेलिसक्नु हुन्छ। क्रिया चाहिँ खेलिसक्नु भयो। त्यसपछि जटिल क्रिया चाहिँ के हुनुहुन्छ? खेलिसकेछ भनेर यसरी हामीले बनाउन सकिन्छ। क्रियापदका कार्यहरू हेर्नुहोस् है, एकदम इम्पोर्टेन्ट छ। क्रियापदका कार्यहरू, यसले क्रियापदका कार्यहरू विशेष गरी यसले वाक्यलाई पुरा गर्दछ। के गर्दछ? वाक्यलाई पुरा गर्दछ। हामीले पहिलो दिनै पढेका छौँ, क्रियापद भनेको एउटा पद हो, यो चाहिँ केन्द्रीय तत्त्वको रूपमा आउँछ, यसले वाक्यलाई पूर्णता दिने कार्य गर्छ भनेर हामीले पढेका छौँ। त्यही कुरा गरेको, यसले वाक्यलाई पुरा गर्दछ। मैले केरा खाएँ भन्दाखेरि यो वाक्य पुरा भयो। मैले सुन्तला भनेर लेखेर छोडेको भए के हुन्थ्यो? त्यो वाक्य के हुन्थ्यो? अपूर्ण हुन्थ्यो, त्यो वाक्य पुरा भएन। त्यस कारणले क्रियापदले के गर्दो हुन्छ? वाक्यलाई टुङ्ग्याउने कार्य गर्दो हुन्छ, पुरा गर्ने गर्दो हुन्छ। यहाँ ख्याल गर्ने है भाइ, यता घटना आदिलाई बुझाउँछ यसले। जस्तै हरि रुखबाट लडेछ, कहाँबाट लडेछ? लड्ने चाहिँ एउटा घटना हो कि लड्ने कार्य चाहिँ हो, एउटा घटना हो, त्यो घटनाभित्र पर्यो रुखबाट भन्ने।
त्यसपछि व्याकरणिक कार्यको कार्य पनि यसले गर्दछ। जस्तै जा धातुबाट हेर है, जा धातुबाट गयो भन्छ, जान्छ, जान्छु, गएको, गएको छ, जाने छ आदि चाहिँ हामीले बनाउन सक्छौँ। जस्तै गो, तपाईँले जीओ गोलाई राखेर बनाउनुहोस् त के हुन्छ यसको? गोज। गो वेन्ट गन, गोइङ, गोज हुन्छ नि, भवहरू आउँछ नि। हो त्यसै जस्तो नेपालीमा पनि जाबाट के भयो? गयो, जान्छ, गयो, जान्छ, जान्छु, गएको छ, जाने छ आदि यसरी बनाउन सकिन्छ। त्यसै गरी हिँड धातुको हेर त, हिँड धातुको पनि हामीले त्यसै बनाउन सकिन्छ। हिँड्छ, हिँड्यो, हिँड्छन्, हिँडौँ, हिँड्छ, हिँड्नुहुन्छ, हिँड्ने छ आदि चाहिँ के हुन्छ त? हिँड्नु भएछ, हिँड्नु भएछ, त्यो पनि हुन्छ। हो यसरी चाहिँ हिँड धातुबाट यति धेरै रूपहरू हुँदो रहेछ। ख्याल गर्नुहोस् है, यो व्याकरणिक कार्यहरू गर्दछ भनेको छ। अनि नामी पदमा, नामी पदमा ध्यान दिएर सुन्ने है, नामी पदमा, नाम पदमा मा र बाट विभक्ति लागेमा ख्याल गर्ने है। मा र मा अथवा बाट विभक्ति लागेमा क्रियायोगी हुन्छ, ख्याल गर्ने। नाम भनेको नाम पद, यो राइनसनको नाम हो कि होइन? एउटा ठाउँको नाम हो यो, राइनसमा अथवा काठमाडौँमा भने पनि हुन्थ्यो। काठमाडौँमा पोखरी छ भने भए के हुन्थ्यो? मा भनेको चाहिँ के हुन्थ्यो? मा जोडिएको हुनाले यो चाहिँ के हुन्छ त भन्दाखेरि क्रियायोगी हुन्छ। क्रियापद र क्रियायोगी होला, अलिकति बुझ्नुपर्छ भन्ने क्रियायोगी पढ्न बाँकी नै छ। यो मा लागेका विभक्ति अथवा बाट लागेका क्रियायोगी हुन्छ। जस्तै रमा घरबाट आई भन्दाखेरि कहाँबाट? घरबाट। मा र बाटको कुरा चाहिँ तिमीहरूलाई रेखाङ्की पद, रेखाङ्की शब्दको पदबाट छुट्याउने ठाउँमा चाहिँ कुनै नाम, नाम पदमा चाहिँ मा अथवा चाहिँ बाट भन्ने लागेको छ भने यो क्रियायोगी हुन्छ भनेर सिधै लेख्नु। क्रियापद भनेर नलेख्ने, क्रिया के हुँदो रहेछ योगी भनेर यसरी चाहिँ लेख्नुपर्ने हुन्छ। क्रिया विशेषण आउने छ यहाँ, क्रिया विशेषण म भन्दैछु। असमापिका क्रियापदहरूको पदवर्ग छुट्याउँदा ए र इ, एकदम ध्यान दिएर सुन्नुपर्ने, बुझ्नुपर्ने सूत्र। ए र नै, न, इ, तै, दै, इन्जेल, उन्जेल, काले, काले आदि चाहिँ प्रत्ययहरू लागेका क्रियापदहरू सधैँ के हुन्छन्? क्रिया विशेषण हुन्छन्। क्रिया विशेषण हुन्छन्। यहाँ नामयोगी भनेको क्रियायोगी भनेको थियो, यहाँ नामयोगी क्रिया विशेषणको कुरा आयो है, एकदम ख्याल गर्ने। जस्तै पढ्दै भनेर, राम कक्षामा पढ्दै थियो, ऊ पढ्दा पढ्दै घर गयो भनेर यसरी पढ्दै भन्नेमा रेखाङ्कित शब्द गरेर दियो भने तपाईँले के लेख्नु पर्छ? क्रिया विशेषण भन्नु पर्यो त्यो पढ्दै छ भन्नेमा। पढ्दै, पढी, पढेर, पढुन्जेल, गरेकाले आदि चाहिँ शब्द के हुन्छन्? क्रिया विशेषण हुन्छन् भन्ने कुरालाई नबिर्सने। वाक्यमा एक्लै आएमा, फेरि यहाँ है, वाक्यमा एक्लै आएमा जस्तै माथि, भित्र, अघि, पछि, वारी, पारी, तल, माथि, तल, माथि, छेउ भनेर यसरी चाहिँ यस्ता शब्दहरू जोडिएर आयो भने, एक्लै आयो भने, जोडिएर होइन कि एक्लै, वाक्यमा एक्लै आएमा माथि, भित्र, अघि, पछि, वारी, पारी, तल, छेउ आदि आएमा क्रियायोगी हुन्छ। क्रिया विशेषण होइन, क्रिया विशेषण नभएर क्रियायोगी चाहिँ हुन्छ। जस्तै बुबा भित्र जानुभयो, यो भित्र भन्ने शब्द छुट्टै छ हेर त, छुट्टै छ नि। हो यसरी तिमीलाई अन्डरलाइन यसरी छुट्टै दियो भने यसलाई चाहिँ के भनेर लेख्नु भन्दा क्रियायोगी भनेर लेखिदिने। परीक्षामा लेख्दाखेरि क्रियायोगी लेख्ने बित्तिकै नम्बर आइहाल्यो। ने, तो, दो, एको, एका, एकी है, ने, तो, दो, एका, एकी प्रत्ययहरू जोडिएका क्रिया विशेषण हुन्छन्। ख्याल गर्ने, यो पनि सूत्र हो। ने पढ्ने, लेख्दो होइन, अब भन्दो, एको, एका, एकी, ने, तो, दो, एको, एका, एकी, ने, तो, दो, एको, एका, एकी यस्ता प्रत्ययहरू के हुन्छन्? क्रिया विशेषण हुन्छन्। जस्तै पढेकी, लेखेकी, पढेका, डट डट आदि यस्ता शब्दहरू चाहिँ के हुँदो रहेछन्? क्रिया विशेषण हुँदो रहेछन्। हामीले चाहिँ परीक्षामा आउँदा क्रिया विशेषण भनेर लगाउनु पर्ने हुन्छ भनेर यो कुरालाई ख्याल गर्ने। माबाट आएमा चाहिँ, माबाट चाहिँ नामी पदमा, नाम पदमा चाहिँ माबाट आएमा चाहिँ क्रियायोगी हुन्छ।
ने तो दो एको एका एकी प्रत्ययहरू चाहिँ जोडिएर आएको छ भने जस्तै पढे कि अन्त के आयो होइन यहाँ आयो नि एकी आयो पढे कि भन्दा पढ प्लस एकी भयो पढ प्लस एकी लेख प्लस एकी लेख प्लस एकी खा प्लस अनि लेख प्लस एका लेखेका खा प्लस एका खाएका हिँड प्लस एका हिँडेका हो यस्ता पदहरू चाहिँ विशेषरी के हुन्छन् त भन्दा क्रिया विशेष क्रिया विशेषण हुन्छन् भनेर यी कुराहरूलाई चाहिँ विशेष रूपमा वर्णन गर्ने चिन्तन गर्ने यसरी चाहिँ हामीहरूले बुझ्न सकिन्छ यो एकदम सजिलो छ त्यस्तो धेरै गाह्रो छैन तपाईँहरूले यसलाई भोलि चाहिँ 2-4 इक्जाम्पलहरू गरेर ल्याएर पनि देखाउनु पर्ने हुन्छ हाम्रो चाहिँ डिएलईमा यसको सबै दिएको छ